हेलो 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 नमस्ते। आज हामी खोलामा चेपा मार्न जानु लाग्यो। यस्तो बोकिएर तारा माछा तारा आन्टी आज त हामी तीनजना मात्र जानु लाग्यो भरै अरू त आएको छैनन्। यस्ता गरेर हिँड्नेले कति माछा मारेर ल्याउने होला। लुट्नुलाई चेपा मार्न हिँडेको कितिनीको खोलातिर। बल्ल यहाँ कुचो पनि लिने तर हामी यहाँ कहाँ आइपुग्यो अरे। अब हामी कितेनी भन्दा नि मास्टर 5 मिनेट लाग्छ कितेनी जान। सिमल फेर होइन यहाँ मलाई थाहा छैन खेत खाएर सिमल फेर हो के भन्नेमा आइपुगेछ। अब एकछिन पुग्छ। यहाँ खेतमा मकै पनि यस्तो खनिसके झन् ठुल्ठुला भएर पानी नआएर सुक्ला जस्तो छ। तारालाई वा ज्वरो आहा भन्ने घर सुत्छ मसितको डके मार्न फेरि हिँड्छ। यसलाई घर गएपछि ज्वरो आइन्छ काम गर्न दुःखले। यसलाई ज्वरो त त्यही ओखर बुटा पुग्न बित्तिकै ज्वरो आउँछ। त्यहाँ ओखर बुटा निस्क्यो भने सन्चो हुन्छ।